जय साईराम। आज म तपाईहरुलाई पुट्टपर्ती आन्ध्र प्रदेशमा स्थित श्री सत्य साई हस्पिटलको विषयमा केही जानकारी दिन चाहन्छु। किनभने यसको अघिल्लो भिडियोमा मैले श्री सत्य साई हस्पिटलको विषयमा हजुरहरूलाई जानकारी दिएको थिएँ र धेरैले मलाई सोध्ने गरे कि यो श्री सत्य साई हस्पिटल चाहिँ कसरी के गरी जानुपर्छ भनेर। र मैले भिडियो त बनाएको थिइनँ र मसित कतिपय फोटोहरू कलेक्सन थियो र त्यही फोटोहरूलाई म कलेक्ट गरेर हजुरहरूलाई साई हस्पिटलको विषयमा कसरी जाने र के हुन्छ त्यहाँ त्यो सम्बन्धी म विशेष केही जानकारी छोटकरीमा दिनु गइरहेको छु। सर्वप्रथम त जति बेला तपाईलाई थाहा हुन्छ कि तपाई कार्डियोको हार्ट सम्बन्धी कुनै बिमारीको पेशेन्ट हुनुहुन्छ र त्यो थाहा भएपछि तपाईले जुन जग्गामा आफ्नो उपचार गरिरहनु भएको छ त्यहाँदेखि तपाईले कतिवटा कागजहरू है त कतिवटा डकुमेन्ट्सहरू कलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै एन्जियोग्राफी गरेको है कार्डियोग्राफी गरेको कागजहरू तपाईसित हुनुपर्छ। अनि तपाईले फर्स्ट अनलाइन एप्लाई गर्नुपर्छ श्री सत्य साई इन्स्टिट्युट अफ हायर मेडिकल साइन्स हस्पिटलमा। र अनलाइन अप्लाई गर्दाखेरि तपाईलाई एउटा डेट वहाँबाट दिइन्छ, तपाईको अपोइन्टमेन्ट डेट। र त्यो डेट पाइसकेपछि चाहिँ तपाईले फर्स्ट तपाई जुन चाहिँ जिल्लामा बस्नुहुन्छ है, जुन चाहिँ डिस्ट्रिक्टको तपाई हुनुहुन्छ त्यो डिस्ट्रिक्टमा चाहिँ साई संस्थाको प्रेसिडेन्ट हुन्छ, जसले चाहिँ त्यो संस्थाको एउटा टिमलाई अर्गनाइज गरिरहेको हुन्छ। उहाँकोबाट चाहिँ तपाईले एउटा पेपर लिनुपर्ने हुन्छ कि त्यो पेपरमा चाहिँ उहाँले यो मेन्सन गरेको हुन्छ कि यो हाम्रो स्टेटको हो र यो मानिस बिमारी छ उसलाई चाहिँ यो संस्थामा हस्पिटलमा ट्रिटमेन्ट गर्ने हामीले स्वीकृति दिन्छौँ। यस्तो टाइपको एउटा कागज उहाँले बनाइदिनुहुन्छ र त्यो कागज लिएर चाहिँ अब तपाई जानुको लागि तयारी गर्न सक्नुहुन्छ। र फर्स्ट तपाईले त्यही हो है, जानुको फिक्स भएपछि हामीले फर्स्ट ट्रेनको टिकट बुकिङ गर्नु पर्यो है। अनि हामीले मोटामोटी तपाईको 10-12 दिन है, 10-12 दिन अघि या जस्तो तपाईलाई सजिलो हुन्छ त्यो हिसाबले त्यो जुन चाहिँ तपाईको अपोइन्टमेन्ट डेट हुन्छ है, त्यो डेटको 5-6 दिन अगाडि पुग्ने गरी चाहिँ तपाईले टिकट गरेको हुनुपर्छ। र पुट्टपर्ती जाँदाखेरि चाहिँ हामीले यहाँ हाम्रो नजिक एनजेपी भनौँ है, एनजेपी देखिको हामीले बेङ्गलोरको टिकट गर्नुपर्छ। सुविधा हुन्छ हुनु त त्यो विशाखापट्टनमदेखि पनि जानु सक्दो रहेछ, तर सजिलो चाहिँ तपाईको बेङ्गलोर गएपछि बेङ्गलोरबाट चाहिँ तपाईको 5 घण्टाको बसको यात्रा छ। र भिडियो सुरु गर्दैछु। हामी अहिले जलपाइगुडी है, जलपाइगुडी रोडदेखि हामी आफ्नो यात्रा सुरु गर्दैछौँ। हामी ट्रेनमा बस्यौँ किनभने जलपाइगुडी रोडदेखि चाहिँ हामीलाई सजिलो पर्थ्यो र हामी बस्यौँ। हामी अब 2 दिन पछि है, 2.5 दिन पछि हामी उत्रिनेछौँ। मसँग चाहिँ मेरो साथी है अनि मेरो वाइफ र हामी 3 जना निस्केका थियौँ। हाम्रो सफर धेरै राम्रो भयो। हामी धेरै मजाकहरू गर्दै है, हाँसी मजाक गर्दै हामीहरू बातहरू गर्दै हामीले हाम्रो 2.5 दिनको यात्रा हामीले सक्यौँ। र अहिले बिहानको है 11:30 बजी हामी बेङ्गलोरको एसएमभिटी रेलवे स्टेसनमा हामी पुगिसकेका छौँ। यहाँबाट चाहिँ हामी एउटा केब बुक गरेर है कर्नाटका बस अड्डासम्म गयौँ, जहाँबाट चाहिँ आन्ध्र प्रदेश जाने बस पाइन्थ्यो। मेरो साथीहरू 2 जना धेरै ट्रेनमा है धेरै थकित त भएर होला, 2 जना निदाएको छ। अनि कर्नाटका बस अड्डाबाट हामीहरू बस पक्रेर है, बसको किराया प्रत्येकको 207 रुपियाँ लाग्दो रहेछ। र हामीले आन्ध्र प्रदेशको लागि निक्ल्यौँ र लगभग हामीहरू 5-5:30 बजी सन्ध्यामा हामीहरू आन्ध्र प्रदेश पुट्टपर्ती साई आश्रममा पुग्यौँ। आश्रमको नजाराहरू धेरै राम्रो थियो है। हामी पुग्ने बित्तिकै हामीलाई
धेरैभन्दा धेरै राम्रो लाग्यो त्यहाँ, किनकि त्यहाँको परिवेशहरू एकदमै राम्रो, स्वच्छ परिवेश है। सबै सन्तहरू, सबै भक्तजनहरू वहाँ आउने जाने धेरै मानिसहरू थियो। लगभग हामीले त्यहाँ हेर्न पाउँदाखेरि 8-10 हजार मान्छेको भिड सधैँ हुँदो रहेछ त्यहाँ, र धेरै राम्रो लाग्यो त्यहाँ पुगेर हामीले गेटमा टिकट बनायौँ त्यहाँनिर होल्ड गर्ने लजिङको व्यवस्था, र हामी जब हाम्रो रुममा पुग्यौँ तर हामीले रुम यस्तो प्रकारको पायौँ, होस्टेलमा जस्तो हुन्छ नानीहरूको लागि है, बेड दिएको हुन्छ त्यस्तो बेडमा चाहिँ हामीहरू बस्यौँ। र ठिकै सन्ध्याकालीन त्यहाँ खानाहरू खाने बेला भएको थियो, र त्यहाँको भनौँ क्यान्टिनमा यस्तो प्रकारको खाना पाइँदो रहेछ। र खाना खानुको पछि त्यो दिन चाहिँ हामी थकित त भएको थियौँ, हामी सुत्यौँ, र अर्को दिन हामी उठेर घुम्यौँ फिर्यौँ यताउति है। आश्रमको हामीले नजाराहरूको मजा लियौँ है, अनि हामी धेरै जग्गा घुम्यौँ, फोटोहरू खिच्यौँ है, अनि राम्रो लाग्यो। त्यहाँको दृश्यहरू धेरै राम्रो है, साई भक्तहरू धेरै आउँदै रहेछन्, र त्यो साई आश्रमको छेउछाउमा म्युजियमहरू है, साईको भनौँ स्कुलहरू, कलेजहरू हामीले देख्न पायौँ। हामी धेरै त्यहाँ यताउति घुम्यौँ, राम्रो लाग्यो। त्यहाँको इन्भाइरोमेन्ट धेरै राम्रो थियो, त्यहाँको इन्भाइरोमेन्टहरूले फर्स्ट अफ अल त बिमारीको एकदम है कति % उपचार भएको जस्तो हुन्छ, किनकि त्यहाँको इन्भाइरोमेन्टै धेरै राम्रो है, धेरै एकदम धेरै राम्रो। स्कुल कलेजका नानीहरू है, अनि भनौँ त्यहाँ बाहिरबाट आउने जति पनि श्रद्धालुहरू हुनुहुन्छ सबै त्यहाँ आवाजावी, त्यहाँ एउटा मेला लागेको जस्तो भइरहँदै रहेछ। र हामीहरू अर्को दिन पनि हामी मजाले घुम्यौँ त्यहाँ, साउथ इन्डियन स्टाइलमा हामीले लुगाहरू लगायौँ है, अनि मजा आयो। र हामी तेस्रो दिन चाहिँ हामी हस्पिटल गयौँ। हस्पिटलको नजारा, हामी हस्पिटलको गेट हेऱ्यौँ। त्यहाँ प्रवेशद्वार जुन चाहिँ हस्पिटलको है पछाडिबाट जुन चाहिँ प्रवेशद्वार छ, त्यहाँनिर यसरी भिड हुँदो रहेछ, र बिहान त्यहाँ भजन कीर्तन हुँदो रहेछ। हामीहरू बिहानको 5 बजी हामीहरू त्यहाँ हस्पिटलमा पुगेको थियौँ, किनकि बिहान छिटै गरी लाइन लाग्नु पर्दो रहेछ टोकन लिनलाई, र टोकन लिइसकेपछि चाहिँ त्यहाँनिर है अपोइन्टमेन्ट जसको छ उनीहरूको एउटा टोकनको हिसाबले त्यहाँ डाक्टर भेट्न पाइँदो रहेछ। हस्पिटलको नजाराहरू पनि धेरै राम्रो है, त्यहाँ धेरै भिड हुँदो रहेछ, तर पछि हस्पिटलको परिसरभित्र प्रवेश गरिसक्दा चाहिँ अब आफ्नो डिपार्टमेन्टहरू होला, र त्यहाँ चाहिँ त्यति भिड नहुँदो रहेछ है। अनि हामी टोकनहरू बनायौँ है, टोकनहरू लिएर अनि हामी डाक्टर भेट्न गयौँ। र यस अवधि डाक्टरको चेकअप भरिमा डाक्टरको सल्लाह मसौराको समय हामीलाई 3-4 दिन हामीलाई त्यो समयहरू लाग्यो। त्यो 3-4 दिनमा हामीहरू आश्रममै बस्यौँ। राति बेलुका टाइम पाएको बेला हामी यताउति घुम्थ्यौँ है। आश्रम परिसरमा धेरै राम्रो थियो। त्यहाँ क्यान्टिनमा खाना खान्थ्यौँ, त्यहाँ 3-4 क्यान्टिन थियो, धेरै राम्रो खानाहरू, सबै प्रकारको खानाहरू पाइन्थ्यो, बट सबै भेज खानाहरू। र आश्रमको परिसरहरूमा धेरै घुम्ने ठाउँहरू थियो, जहाँ शिवालय है, अरू पनि ब्रह्मकुमारीको आश्रमहरू है, हामीहरू सबैतिर घुम्यौँ। अनि 4-5 दिनपछि चाहिँ मेरो डाक्टर चेकअप भएर अनि मेरो त्यहाँ एडमिट भयो। मलाई अपरेसनको लागि सल्लाह दिएको थियो डाक्टरले, र म एडमिट भएँ। र हस्पिटल पनि धेरै राम्रो, धेरै सफा है, एकदम खाली पेसेन्टहरू पनि एकदम टाढा राख्ने। मसित 3 जति हामी पेसेन्टहरू थियौँ एउटा रुममा। रुम एकदम दामी, एकदम राम्रो। हस्पिटलको परिसर पनि धेरै राम्रो है। हस्पिटलको मैले कतिवटा सानो भिडियोहरू बनाएको थिएँ है। हस्पिटलको बाहिर यस्तो प्रकारको नजाराहरू, साई हस्पिटल धेरै राम्रो, दिनभरि भजन कीर्तनहरू चलिरहने है, पेसेन्टलाई पनि पेसेन्ट छु जस्तो नलाग्ने, एकदम राम्रो त्यहाँको परिवेश। हस्पिटलको परिवेशहरू एकदम सफा, खानापिना पनि एकदम राम्रो है। त्यहाँको नर्सहरू, स्टाफ्सहरू धेरै राम्रो। हस्पिटलको बाहिर पनि है एकदम स्वच्छ वातावरण। यो जुन चाहिँ तपाईँले देख्नुहुँदैछ यो प्रवेश गेट हो। यहाँबाट चाहिँ मनिषा अनि
सानो मलाई भेट्न आउँथे। 2 देखि 3 दिन म हस्पिटल परिसरमा रहेँ र मेरो अपरेसन भयो। आफ्टर अपरेसन मलाई निक्लायो अनि मलाई यसरी जेनरल वार्डमा राखेको थियो। अनि 3 दिन बादमा मलाई छुट्टी दियो है अपरेसन हुनुको बादमा। अनि हामी बस्यौँ त्यहाँ लगभग 12-13 दिन हामीहरू बस्यौँ, यताउति घुम्यौँ है। र 3 दिन 2 दिनमा म हस्पिटलमा आउँथेँ चेकअपको लागि के कस्तो छ है त्यो भनेर। र हामी लगभग 12 दिनपछि हामी फेरि आश्रम गयौँ, पूजापाठ गऱ्यौँ है, दर्शन गर्नु गयौँ हामी। अनि त्यसपछि हामीहरू दर्शनहरू भइसकेपछि हामीले टिकट गऱ्यौँ। आउँदाखेरि म अलिक स्वास्थ्य मेरो अलिक ठिक थिएन र हामीहरू ट्रेनमा नआएर हामी फ्लाइटको टिकट गरेर हामीहरू बेङ्गलोरको केवाखोडा है के अरे एयरपोर्टदेखि हामीहरू बागडोग्राको टिकट गरेर हामीहरू लगभग भनौँ हामीहरू लगभग 1 महिनामा हामीहरू घर फर्क्यौँ। 1 महिनापछि हामीहरू घर फर्क्यौँ। त्यो अवधिमा हामीलाई लगभग 1 महिना समय लाग्यो। थ्याङ्क यू, धन्यवाद हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनु र यो भिडियोको मार्फत अरूलाई धेरै हेल्प पुग्नेछ। फेरि पनि हजुरहरूलाई धेरै 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 धन्यवाद।